बुवाले बोकेर लानुपर्छ। हाई गुड मर्निङ साथीहरू, म चाहिँ कहाँ आज जाँदैछु भने नि साथीहरू, म तपाईँहरूले भरे नयाँ भिडियो भोलि आउने छ। म चाहिँ ताप्लेजुङ जाँदैछु। अहिले चाहिँ म टक्कै भानीचोकदेखि चाहिँ म लागेँ माथि छाता चोक मन्जु राई चाहिँ कहाँ गयो भनेर सोच्नुहुन्छ होला। म एकदम खतरा ठाउँ जाँदैछु, ताप्लेजुङको पाथी भाडा है त साथीहरू। कालो न कालो भएछ ढिलोले। उहाँ पुग्दा ओर्दा त मलाई चिन्दैन होला क्या साथीहरू। हाम्रो दाइ हुनुहुन्छ, भाउजूहरू हुनुहुन्छ, भाउजू बताएछ। मूलघाटको पुल है साथीहरू, यो चाहिँ मूलघाटको पुल। अहिले टक्कैमा मूलघाटबाट चाहिँ मूलघाट आइपुगेको छु साथीहरू। पर्खेको 1 घन्टा भइसक्यो। मलाई गाडी पर्खिनु र मान्छे पर्खिनु कस्तो गाह्रो लाग्छ क्या साथीहरू। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ त नि? खाजा पनि खाइसकेँ, चिया नास्ता पनि गरिसकेँ, अहिलेसम्म आइपुगेको छैन। यस्तो झ्याउ भइरहेछ कि साथी पर्खिँदा। अब मन्जु राई कहाँ पुग्दो रहेछ त है, नपुगेको ठाउँ त कहीँ छैन। तपाईँको पाथिभाडाको मन्दिर सबै तपाईँहरूलाई दर्शन गराउँछु ल। हजुरहरू आउनु नपाए पनि मेरो भिडियो भिजिट गरेर चाहिँ तपाईँहरूलाई अनुरोध गर्छु के। म पनि तर फर्स्टचोटि हो साथीहरू, म पनि फर्स्टचोटि हो। अब लामो यात्रा छ, हिँड्दै जाँदा। जय माता पाथिभाडा साथीहरू, हेर्नु न यहाँ हिउँ पारेर हेर्नुहोस् त, हिउँ यता हेर्नु, रमाइलो भइरहेछ। तर हात पक्रेर क्या गाह्रो भइरहेछ। गाह्रो भयो भने के गर्नु अब, साथीहरूको लागि नयाँ भिडियो छ, रमाइलो भिडियोहरू ल्याउनै पर्यो साथीहरूलाई देखाउनुको लागि। नत्र भने मेरो साथीहरू खुसी नै हुनुहुन्न। साथीहरू लागबत्ती बालेकै साथीहरू, लागबत्ती सबै हात बङ्ग्रेर, तर गाह्रो भयो नि त यहाँ लागबत्ती बाले गरे। म चाहिँ मातासँग भिडियो बनाइरहेको छु है साथीहरू है। पुजारी बाजे हुनुहुन्छ, अनि एकदम यहाँ हिउँहरू लागिरहेको। मैले आज राम्रो भिडियोहरू पनि तपाईँहरूलाई मैले देखाउन सकिनँ के साथीहरू, माइन्ड नगर्नु होला होइन। जानी नजानी भयो भने जाडोमा कामदे बनाइरहेको छु भिडियो चाहिँ है साथीहरू है। मेरो भिडियो तपाईँहरू आउनु नसके पनि मेरो भिडियो हेरेर तपाईँहरूले दर्शन गरिदिनु होला है त। छोटो किलो बनाइदिएको तपाईँहरूको लागि है, मिठो माया। यहाँ धुप बाल्दै गरेको साथीहरू।
गाह्रो छ भिडियोको फोटो भिडियो जाडोले त कक्रेर त साथीहरू गाह्रो बनायो त यता चाहिँ देखाइदिनु आमा एउटा माथि रुखमा हेर्नु त माथि रुख पनि जति गरिदिनु न कस्तो राम्रो माथि साथीहरू यहाँ चाहिँ बिहाको मण्डप पनि बनाउँदै रहेछ कोही बिहा गर्ने इच्छा छ तपाईँहरू पनि आउनु होला घाम लागेको थियो भने यति राम्रो हुन्थ्यो कि तपाईँहरू बेहुला बेहुली हुने विचार छ भने चाहिँ मण्डप पनि बनाइदिँदो रहेछ होइन साथीहरू यी अब मैले अब अहिले माथि पाथी भएर मन्दिरमा चाहिँ मेरो भिडियो अब यति नै हो अहिले होइन साथीहरू तपाईँहरूले राम्रै साथ सपोर्ट गरिदिनु होला मन्दिर भला 31 भनेर तपाईँलाई थाहा छ रहेछ मेरो नयाँ हो युट्युब च्यानल एकदम राम्रो छ तपाईँहरू आउनु सक्नेहरू आउनु होला मैले अघि पनि भन्यो बारुमा त भनिरहनु पर्दैन यति बेला चाहिँ नआउनु होला साह्रै दुःख पाइँदो रहेछ जाडोले टेक्दाखेरि पनि चिप्लिन्छ खुट्टा चौगा लगाएर आइरहेको छु गाह्रो हुन्छ साथीहरू तपाईँहरू आउनुहुन्छ भने चाहिँ पछि जेठ असारमा चाहिँ एकदम राम्रो हुन्छ अरे बाटो पनि बिग्रेको छ हामी एकदम मुस्किलले आयौँ साथी पैसा यस्ता पाथी मानामा पैसा साथीहरू यस्तो हुन्छ है पैसा चाहिँ पाथीमा भरेर मानामा भरेर एकदम राम्रो छ तामाङहरू भयो सास भरेर के राम्रो हो अनि साथीहरू मैले ताप्लेजुङको पाथी भाडा छु ताप्लेजुङको पाथी भाडा म धारानदेखि हिजो हिँडेकोमा धारानदेखि चाहिँ आज तल ठुलो फेदीमा बसेर 3:30 बजी म हिँडेर 9 बजीमा आइपुगेँ हिँड्नुलाई निकै गाह्रो भयो अनि अहिले मैले अब सबै पूजाहरू गरिसकेँ राम्रो भिडियोहरू तपाईँहरूलाई मैले देखाउन सकिनँ किनभने एकदम धुसे लागेर पानी परेर एकदम गाह्रो भएर राम्रो साथ दिएन आज मलाई तपाईँहरूले मेरो भिडियो हेरेर साथ दिनु होला जस्तो अहिले नराम्रो भए पनि यसो अहिले चाहिँ किनभने एकदम जाडो भएर जाडोले कक्रेर चाहिँ यसरी बनाउनु नसकेको बोल्नु नसकेको हिँड्नु नसकेको हो एकदम गाह्रो छ यहाँ अहिले आउँदा चाहिँ तपाईँहरू आउनुभयो भने पछि जेठ असारतिर आउँदा चाहिँ राम्रो हुन्छ अरे अहिले चाहिँ सबै साथीहरू हेर्नु त यस्तरी हिउँहरू छ यस्तो हिउँ केही देखिँदैन त्यही भएर मैले राम्रो तपाईँहरूलाई भिडियो चाहिँ मैले ल्याउन सकिनँ होइन तपाईँहरूले मेरो भिडियो हेरिदिनु होला अब चाहिँ मैले यता सकेर म फर्किँदैछु है साथीहरू हेर्नुहोस् एकदम राम्रो छ तपाईँहरूले मेरो भिडियो हेरेर तपाईँहरूले दर्शन गर्न आउनु भएन भने चाहिँ तपाईँहरूले दर्शन गरिदिनु होला मेरो भिडियो हेरेर म चाहिँ हुनुहुन्छ फागु नन्दा हुनुहुन्छ है फागु नन्दा हेर्नुहोस् त कस्तो मूर्तिहरू छ यहाँ अब तपाईँहरू पनि आउनु होला यस्तो मूर्तिहरू हेर्नु मन्दिरहरू दर्शन गर्नु एकदम घुम्नुको लागि तर अहिले पनि घुम्नु त ठिकै हो हिउँहरू एकदम बेसी हिउँहरू झरिरहेको छ यी होइन तर अब हामी जस्तो कमजोरी मान्छे चाहिँ सकिँदैन हजुरहरू चाहिँ सक्नुहुन्छ र हुस्टा आउनु होला मलाई चाहिँ थलै परे हेर्नुहोस् त हिउँ साथीहरू तपाईँहरू तर यति बेला त रमाइलो तर जाडो एकदम धेरै जाडो हुँदो रहेछ साथीहरू हेर्नुहोस् त है हिउँ हो कि के हो यो हेलो गाइजहरू हिउँलाई पनि बाई बाई ताप्लेजुङलाई पनि बाई बाई पाथी भाडा पन्देलाई पनि बाई बाई है त माताजीलाई पनि बाई बाई अब चाहिँ घरतिर लाग्यो है साथीहरू एकदम रमाइलो भयो माताजीसँग पनि भिडियो बनाइयो अब एकदम घरतिर लाग्यो रात पनि पर्दै आयो गाह्रो छ मलाई साथीहरूले छोडिसक्यो साथीहरू मलाई हिँड्नु नसकेर साथीहरू अब सबै कुरो मेरो कामहरू सिद्धियो होइन सबै मेरो कामहरू सिद्धियो भिडियो बनाए लाग बत्ती बाल्ने दक्षिणा गर्ने साथीहरू अब चाहिँ घरतिर लाग्यो है त साथीहरू मेरो भिडियो हेरेर चाहिँ एकदम साथ सपोर्ट आई लभ यू पनि भनिदिनु पर्यो मन्जु भलक 31 लाई चाहिँ है ल गाइज जाउँ हेर्नु न साथीहरू
मेरो लठी पनि ल्याइदिनु ल लठी टेक्नु पर्यो बुढी मान्छे बोजू भयो नि यो त मान्छे पनि बोक्दा रहेछ तर म चाहिँ नबोक्ने के हिँडेर जाने राम्रो कसर ट्याक्कै 4 घन्टा लाग्यो नि साथीहरू तलदेखि हिँड काजेर बिहान तराईमा बस्नेहरू फर्स्टचोटि हिँडेको मेरो रिकर्ड है यो ल ओह्रालो लागिसक्यो साथी त कुदा त ठाडो पुछार लाएर अघि त बामे सर्दै थियो बामे सर्नु चाहिँ फेरि मै है पछुवा जस्तो हेरेँ साथीहरू घाम लागेन के साथीहरू ढुसेलले कुहिरहँदै आँखा नदेख्ने भइरहेछ ब्याट्री चासिदियो आज भिडियो राम्रो बनाउनु पाइएन क्या साथीहरू एकदम हात बङ्ग्रेर नि आमामा पन्जा सन्जा लाएर पनि काम नदिएको कुहिरहने त कुहिरहने जस्तो पनि देखिएन कि आज त सधैँ त सबै कुहिरहने भन्थ्यो आज त ढुसेले हेलो गाईहरू आएको छ गाह्रो छ क्या मलाई यहाँ साथीहरू रमाइलो चाहिँ एकदम रमाइलो भइरहेछ अब कति दिन थलो पर्ने हो आज अब तल ताप्लेजुङ बजारमा बस्ने भोलि भचेर बजार घुम्छु अनि पर्सिको दिन चट्टै सारा धारण लाग्छ है मन्जु राई साथीहरू तपाईँहरूले हेर्दै जानु होला मन्जुले कस्तो कस्तो भिडियोहरू रमाइलो भिडियोहरू गाउँ घरको कस्तो कस्तो ठाउँको भिडियोहरू लिएर तपाईँहरूलाई देखाइरहन्छ रमाइलो रमाइलो भिडियोहरू म चाहिँ एकदम रमाइलो गर्ने मान्छेहरू एक दिन मरेर जानु छ होइन रमाइलो गर्नुपर्छ हाँस्नुपर्छ रमाइलो गर्नुपर्छ इन्जोय पनि गर्नुपर्छ क्या साथीहरू जहिले तहिले काममा मात्रै भुलिने होइन क्या काम पनि गर्ने हो रमाइलो पनि गर्ने हो नाच्ने गाउने खाने पिउने हो साई पूजा गरेर साथीहरू झरेको र चिप्न छ हौ आज बोल्ने पनि अवस्था छैन क्या साथीहरू गलेर राति 3 बजी हिँडेको उठेर राष्ट्रै यस्तो छ कि गाह्रो छ नि हो साथीहरू घन्टा मैले त यहाँ 4वटा ज्याकेट लगाएको छु बाहिर भित्रतिर लगाइरहेको छु यस्तो जाडो छ कि साथीहरू यति जाडो छ कि अब चाहिँ हामीले भिडियोहरू बनाएर हामी चाहिँ अब बिदाई यो पातिबारा मन्दिरदेखि चाहिँ हामी चाहिँ बिदाई हो अब तल ताप्लेजुङ बजारमा आज बास हुन्छ भोलि मात्रै घर पुगिन्छ भोलि पनि घर त पुगेको पुग्दैन भचेर बजारतिर बसिन्छ होला पर्सिको दिन चाहिँ घर पुगिन्छ होला छापै जय माटोमा छाप हान्नु पुग्नु पर्ने जय माटो सबै साथीहरू आजलाई यति नै तपाईँलाई यसो भन्दै हजुरहरूसँग म छुट्टिन चाहन्छु आजलाई बाई बाई मेरो आजसम्मको भिडियो यति नै हो है त यति भन्दै तपाईँहरूसँग म छुट्न चाहन्छु मिस यु माया सबैजनाले आई लभ यु भनेर कमेन्ट गरिदिनु ल अर्काको बुढाहरूले भए पनि हुन्छ क्या